एक दिन नारद सत्य लोक पुगी गया, लोक को गरौं हित भनी, ब्रह्मा ताई थिया पर्या चरण मा, खुशी गराया पनि। क्या सोच्छौ तिमी सोध भन्छु म भनी, मर्जी भए थियो जसै, ब्रह्मा को करुणा बुझेर ऋषिले, बिन्ती गर्या यो तसै। हे ब्रह्मा जति हुन् शुभाशुभ, सबै सुनिरहेको छु कछु। आज आदिकवि भानुभक्त आचार्य ज्यू को जयन्ती। वहाँ को जन्म विक्रम सम्वत 1871 असार 29 गते भएको हुँदा असार 29 गते जयन्ती मनाइन्छ वहाँको। र वहाँलाई आदिकविको उपाधि मोतीराम भट्ट, जसलाई युग कवि पनि भनिन्छ, वहाँले दिनुभएको। साहित्यिक क्षेत्रमा र हाम्रो प्रथमतः साहित्यिक क्षेत्रमा कलम चलाउने व्यक्तिको रूपमा, सुरुवाती जग बसाल्ने रूपमा नेपाली भाषामा संस्कृत भाषामा रहेको वाल्मीकि रामायणलाई नेपाली भाषामा नेपाली ढङ्गले उहाँले उल्था गर्नुभएको आदिकवि भानुभक्त आचार्यको आज जयन्ती। उहाँको तनहुँको रम्घा, त्यहाँ नै उहाँले आफ्नो यो सशरीर त्यहाँ लिनुभएको, हामी पनि त्यहाँ पुगेको र त्यहाँ उहाँको अहिले म्युजियम छ। उहाँको त्यो बेलाको परिवेश, राणाकालीन समय, साहित्यिक क्षेत्र, कुनै पनि क्षेत्र जे भए पनि त्यसलाई राजनीतिकले प्रभाव पार्ने। मोतीराम भट्टज्यूले उहाँलाई आदिकवि भनेर सम्बोधन गरे तापनि जब युद्ध शमशेरको पाला आयो त्यो बेला आदिकवि पक्का भएर त्यहाँ परिवेश भएको देखिन्छ। भानुभक्त आचार्य पश्चिमबाट यता आउँदाखेरि जितपुर फेदी हुँदै यता आउनु भएको भन्ने पनि किम्वदन्ती पाइन्छ। तनहुँको चुदी रम्घा, जुन आज भानु नगरपालिकामा पर्दछ, उहाँको बुवा हजुरबुवा सबै धनी वर्गमै गनिनुहुन्थ्यो। कृष्ण आचार्य उहाँको हजुरबुवा हुनुहुन्थ्यो र बुवा सबैजना एउटा परिवेशमा हुर्किनु भएको र धनी वर्गमै पर्नुहुन्थ्यो। र नेपाली भाषामा संस्कृतबाट रामायणलाई सरल सबैको आम बोलीमा नेपाली भाषामा अनुवाद गर्नुभएको उहाँको अरू पनि कृति छन्। अनेक पाण्डुलिपिहरूलाई मोतीराम भट्ट, उहाँ महान एउटा यस्तो व्यक्ति हुनुभयो कि उहाँले नै उहाँलाई सार्वजनिकरण गर्नुभएको हो। भानुभक्त अथवा कोही पनि व्यक्तिलाई कोही व्यक्ति चाहिन्छ, उहाँले नै उहाँलाई प्रकाशित गर्नुभएको। र यो साहित्य तर्फको जुन ललक उहाँलाई घाँसीको पासमा गएर एकछिन बस्दाखेरि घाँसीको मनमा के रहेछ, भर जन्म घाँसी र मन दी धन कमायो, नाम केही रहोस् भनी पछि भनेर कुवा खनायो, घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भई पनि किन यस्तो, मेरा इनार न त सत्तल पाटी नै छन्, जे धन चिजहरू छन् घरभित्रकै छन्, त्यस घाँसीले कसरी आज दिएछ आरती, धिक्कार हो मकन बस्नु नराखी कीर्ति। यस्ता कुरा, त्यो कुराहरू आउँछ र उहाँलाई घाँसीबाट प्रेरणा मिल्यो। मान्छेको जीवनमा कुन बेलामा कसले कुन प्रेरणा दिन्छ र उसको मन कुनै पनि क्षेत्रमा लाग्छ, त्यो कहिले कुनै ठेगान हुँदैन। कुन मान्छे कसको प्रेरणाको स्रोत हुन्छ त्यो ठेगान हुँदैन। यस प्रकारबाट भानुभक्त आचार्य एउटा यस्तो व्यक्तित्व भएर चम्किनु भयो जसलाई आजको हामी सबैजनाले आदिकविको रूपमा लिन्छ। जस्तो पृथ्वीनारायण शाहले सबै देशहरूलाई एकीकृत गरेर 2200-2400 देशहरूलाई एकीकृत गरेर संगठित एउटा नेपाल भन्ने एउटा देश चिनाउनु भयो। त्यसै प्रकारबाट उहाँ धेरै भाषा साहित्यहरूलाई
एकीकृत गरेर उहाँले एउटा रूप दिनुभयो, नेपाली भाषाको एउटा रूप दिनुभयो। र त्यो बेलामा नेपालसँग सम्बन्धित दार्जिलिङ सिक्किमदेखि लिएर भारतभरि नै भानुभक्त आचार्यको नाम थियो। र उहाँले आधुनिक जमानामा यस्तो किसिमको नेपाल र नेपाली भाषीहरूलाई यति ठुलो गुण लगाएर जानुभएको छ जसको आधारशिलामा अहिलेका साहित्यहरू खडा भइरहेका छन्। ती सबै साहित्यहरूले ज्ञान शिक्षा उपदेशै दिएका छन्, सबै शिक्षा उपदेशकै रूपमा छन्, सबै आध्यात्मिक मनुष्य चेतनाका लागि। र त्यो बेलाको भाषा पनि हामीले बुझ्न सक्छौँ। कसैले भानुभक्ति रामायणलाई राम्रोसँग मनोयोगले अध्ययन गर्यो भनेदेखि उसले त्यहाँ थाहा पाउन सक्छ। र त्यो पाण्डुलिपिहरू अहिले पनि तनहुँको रमघा त्यहाँ एउटा उहाँको सङ्ग्रहालय बनाएको छ, त्यहाँ गएर हेर्न सकिन्छ, जस्ताको त्यस्तै हेर्न सकिन्छ। र यी सबै कुराहरू चाहे सूर्य विक्रम गेवाली हुनुहुन्छ, चाहे त्यो बेलाको भानुभक्तका त्यो बेलाका समकालीन जति साहित्यकार हुनुभयो सबैले भानुभक्तलाई अगाडि ल्याउनको लागि र भानुभक्तको जति शिक्षामाला बधु शिक्षा भक्तमाला जति शिक्षाका उपदेशहरू भए ती सबै दार्शनिक, ती सबै र मनुष्य जीवनको लागि र जनभाषामा नेपाली जनभाषामा उपलब्ध भएको एउटा राम्रो कृति हो। सबै कुराको जग कसैले बसालेकै हुन्छ, कति कुराले भित्र बस्या हुन्छ, उहाँले त्यसलाई साहित्यमा लिपि गरेर हातबाट कसरी लेख्नुभयो होला, त्यो लेखिया कृतिहरू मैले खुद अनुभव पनि गरेको छु। म गएर खुद तनहुँको रमघामा रहेको सङ्ग्रहालयमा गएर पुरा हेरेको पनि छु। अतः हामी सबै नेपाली भारतीय र विश्वका सबैजनाले आज भानुभक्त आचार्यको जयन्ती मनाउनुहुन्छ। उहाँलाई सम्झेर, उहाँलाई ख्याल गरेर हामीहरू पनि आध्यात्मिक प्रेरणा लिन सक्ने धेरै ठाउँहरू छन्, धेरै ख्यालहरू छन् जसलाई चाहिँ हामी कृति गर्नको लागि मनुष्य जीवन यत्तिकै पाएर यत्तिकै बिताउनको लागि होइन। सबै शिक्षा उपदेशहरू केवल मनुष्यको लागि र त्यसलाई हाम्रो जीवनमा धारण पालना गरेर आफ्नो जीवनलाई कल्याणमय बनाउनको लागि हो। अतः यो सबै कुरालाई मनन गरेर हामीले भानु जयन्ती मनाऊ। उहाँको अन्तिम समय सेतीघाट तनहुँ भन्ने ठाउँमा 54 वर्षको उमेरमा विक्रम सम्वत 1925 मा उहाँको शरीर शान्त भएको देखिन्छ। सबैजनाले मनन गरौँ, चिन्तन गरौँ र यस्ता धुरन्धर साहित्यहरूलाई ख्याल गरेर उहाँका ती महान पक्षहरूलाई आफ्नो जीवनमा धारण पालन गर्नलाई शक्ति र भक्ति प्राप्त होस्। सबको जय हो, सबको कल्याण हो, सबको मङ्गल होस्। भर जन्म घाँसतिर मन्दी धन कमायो, नाम केही रहोस् पछि भनेर कुवा खनायो। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन आज